ल यो चाहिँ हाम्रो भटरको वडा नम्बर 2 गौरी शङ्कर यो एउलिया क्यालीचोक जाने यो हाम्रो चाहिँ भाइरल रोड। यहाँ चाहिँ धेरै ठाउँबाट आएर यो बगान क्षेत्रमा चाहिँ यो हाम्रो हरियाली यस्तो छ है, एकदम शीतल पनि हुन्छ। टाढो टाढोदेखि आएर यहाँनिर फोटोहरू खिच्ने गर्छ। बाटो चाहिँ यति सुन्दर र रमणीय छ। यहाँ चाहिँ यो चाहिँ भनेको हाम्रो चिया बगान यस्तो छ है। गौरी शङ्कर टी स्टेट यो चाहिँ हाम्रो भाइरल रोड। यहाँनिर एकदम रमाइलो ठाउँ छ। यो 20वटा जिल्लाको सबैभन्दा अल्गो ठाउँ पनि मानिन्छ। यहाँदेखि 10 किलोमिटर अझै हामी दक्षिणतिर लाग्यौँ भने सबैभन्दा होचो केचना पनि भेटिन्छ। चाहिँ अहिले हाम्रो खेती जाने बाटो है यो। यसरी हुन्छ है, यस्तो छ हाम्रो यो चाहिँ त्यो यहाँनिर हाम्रो खेती हो। अब हामी उकालो लाग्छौँ, उकालो लाग्छौँ। यो चाहिँ भाइरल भटरपुर वडा नम्बर 2 गौरी शङ्कर जाने बाटो। यो ज्ञानेचोकदेखि दक्षिण बाटो जाने बाटो। र सबैजना आउनुहोस्। यहाँको यस्तो सिनहरूमा फोटो खिच्नु यति रमाइलो हुन्छ यहाँनिर। तपाईँहरूलाई जुनसुकै गर्मीको मौसममा पनि हेर्नुहोस् यस्तो छ है, यति रमाइलो लाग्छ। एकपल्ट आएर हेर्नुहोस्। यो चाहिँ सेकेन्ड कन्याम हो, त्यसरी बुझ्नुपर्छ। यहाँ आएपछि अलिकति चिसो हावा र चिसो पनि मौसम हुन्छ। यस्तो छ है। ल साथीहरू यस्तो छ। आयो यो चाहिँ अब हाम्रो गाउँ आउँदैछ है। सबैजनाले हेरेर यसलाई तपाईँहरूले कस्तो लाग्यो भनिदिनु होला है। लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनु होला। अब हामी चाहिँ हाम्रो गाउँतर्फ लाग्यौँ। अहिले चाहिँ हाम्रो गौरी शङ्करको बाटो यस्तो अवस्था छ। यो बर्खाको टाइम हो। अब चाहिँ गाउँ आयो। यो हाम्रो गौरी शङ्कर श्री सिंहदेवी आधारभूत विद्यालय हो। यो विद्यालय हाम्रो यो बाटोको अवस्था यस्तो छ। अहिले बाटोको अवस्था हेरिहाल्नु होला है। यस्तो छ यो हाम्रो सिंहदेवी विद्यालय। ल ठिकै छ। ल सबैजनालाई धेरै धेरै धन्यवाद।